दीपक लिम्बू खजुरेको काम एउटा वार्ता लिएर आइरहेछु। हामीले विगत दिनहरूमा गोर्खाको जति पनि संस्था सङ्गठनहरू छन् उहाँहरू संस्था सङ्गठनको प्राप्त कर्मीहरूलाई उहाँहरूले जातिको नाममा दिएको प्रत्येकवटा समय र त्यागहरू हामी हाम्रो यस मञ्च गोर्खा टुडे 24x7 तपाईँहरूको माझमा हामीहरूले वार्ता लिइराखेको क्रममा आज म उपस्थित भएको छु डिब्रुगढ जिल्लाको टिङठाङ अञ्चलको अन्तर्गत राजगढ नम्बर रङा बननी भन्ने यस भेटमा आएको छु र यहाँ हामीले प्राक्तन आंसु कर्मी गोपाल लिम्बूको वासगृहमा अहिले उपस्थित भएको छु र उहाँलाई हामीले गोर्खाली खोदाले उहाँलाई सम्बोधन जनाउन अघि सोधिरहेको छु। र यहाँ हुनुहुन्छ प्राप्तन आंसु कर्मी डिब्रुगढ जिल्लाको सभापति प्राप्तन र हामी उहाँसँग नै वार्तालाप गर्नु अघि सोधिरहेको छु। आंसुको प्राप्तन गोपाल लिम्बूसँग हामी वार्ता लिनु अघि सोधिरहेको छु। स्वागत गर्न चाहन्छु हाम्रो यस च्यानलमा। कस्तो हुनुहुन्छ? राम्रो छ, तपाईहरुलाई पनि स्वागतम छ गोर्खा टुडेमा। तपाईहरुको सबै समुदाय यो तरिकाले जुन गोर्खा प्राक्तन टिमलाई खोदाल्ने काम अति नै सराहनीय हो। को नाममा जुन चाहिँ जातिलाई अवदान दिएको समयहरू तपाईले कहिलेदेखि अनुभव भयो? एउटा आसाम आन्दोलनको एउटा प्रभाव थियो, यो विदेशी हटाओ आन्दोलनको एउटा ठुलो एउटा प्रभाव थियो। त्यो आन्दोलनमा कता न कता हामी गोर्खा जातिहरू अलिकति लञ्छित वञ्चित भएको जस्तो आफूलाई अनुभव हुन्थ्यो। अनि हामी जे यो आसाम भूमिको होइन रहेछौँ जस्तो एउटा अनुभव हुन्थ्यो। उनीहरूले त्यसरी हामीलाई अनुभव गराएका जस्तो अनुभव हुन्थ्यो र त्यस्तै कता कता मनमा पीडाहरू आउँथ्यो कि जुन देशमा जन्मेर जुन देशको हावापानी खाएर त्यो देशमा अब स्वीकृति आफूले नपाउँदाखेरि अरू देशबाट प्रवचनकारी भनेर यसरी औँल्याउनु देखाउनु खोज्दाखेरि तिनीहरू पीडाहरू त्यही टाइममा पनि अलिकति कता कता जागृत हुन्थ्यो। अनि हामीलाई लाग्थ्यो कि होइन, हामी पनि अब एउटा समूह हुनुपर्छ, जे बोले पनि एउटा शब्दले बोल्नुपर्छ, यस्तो एउटा अनुभव हुन्थ्यो हामीलाई। त्यो टाइममा अब खासै त अब सङ्गठनको बारेमा माने अनुभव त थिएन। तर जे नहोस् हामीको अगाडिको अब अलिक 2-3 बेस्टको अगाडि अब चुडामणि ढकाल भन्ने एकजना व्यक्ति हुनुहुन्थ्यो जसले हामीलाई आंसुको प्रति किन आंसु गर्नुपर्ने त्यो प्रति एउटा हामीलाई एउटा धारणा चेतनाहरू दिएकोले गर्दाखेरि अब गोर्खा जातिलाई पनि अब बचाउनु पर्ने रहेछ, हामी अब नजाति नहुने रहेछ, यस्तो खालको एउटा अनुभवले आंसु कर्मी एकचोटि भइएको थियो आफू। र सर, जुन चाहिँ आंसु गर्दै जाँदाखेरि तपाईँको नेतृत्वमा तपाईँ पहिला कुन सनमा जडित हुनुभएको थियो? सन त मलाई ठिक त्यति त याद छैन हामीलाई, तर मलाई चाहिँ लाग्छ यो 84-85 देखि नै अलिक म एक्टिभ भएँ जस्तो लाग्छ मलाई। तर त्यसको अगाडिबाट नै अलिअलि त्यस्तो मनमा एउटा उसै थियो। र जुन चाहिँ आंसु गरी हिँड्दाखेरि तपाईँको नेतृत्वमा डिब्रुगढ जिल्लामा तपाईँहरूले कता कता प्रचार गर्नुभयो र कस्तो कस्तो तपाईँहरूले गोर्खा जातिलाई तपाईँहरूले अघि सार्नुभयो, हाम्रो दर्शकलाई बताउनुहोस् त। त्यो आंसुको टाइममा चाहिँ हामीको मनमा के लाग्थ्यो भने चाहिँ अब हामीको पूर्वहरू कहाँबाट आयो त्यो हामीलाई त्यति साह्रो अभिज्ञ थियौँ हामी। तर हामीलाई चाहिँ यही लाग्थ्यो कि आसाममा हामी जन्मेको मान्छे, आसाम भूमिमा जन्मेको, आसामको हावापानी खाएर हुर्केको मान्छे र हामी यहाँ यो आसामको कहिले पनि अभिन्न एउटा माने सेपरेट पार्ट होइन। यही कुरो नै सरकारलाई अवगत गर्नको लागि नै हामीले एउटा समूह चाहिन्छ भन्ने चाहिँ अनुभव भएको थियो। त्यही कुरो नै हामी प्रचार प्रसार गर्थ्यौँ हाम्रो स्टुडेन्ट साथीहरूको बिचमा, जे वास्तवमा अब जुन ठाउँमा जन्मियो त्यो ठाउँकै हामी भूमिको हामी माग गर्नुपर्छ। त्यो भूमिको मागको मतलब अनि त्यही देशको नै हामी रैठाने हौँ, यो चिजको चाहिँ हामीलाई यो चिज चाहिन्छ वा हामी त्यसको दावेदार हो भन्ने खालको यस्तो खालको हाम्रो मनमा हुन्थ्यो।
अनि त्यही कुरा नै हामी प्रचार प्रसार गर्थ्यौँ साथीहरूमा, मेल मिटिङमा पनि त्यही कुरा भन्थ्यौँ। वास्तवमा जे गोर्खालीहरूले त्यो टाइममा गोर्खालीको शब्द निस्किन्थेन हामी गर्दाखेरि, हामी चाहिँ आन्सु भन्ने शब्द थियो। त आन्सु पनि एउटा आसामकै गर्भमा जन्मेको एउटा सङ्गठन हो र आसामदेखि उनीहरू अभिन्न अङ्ग भन्ने खालको हामी प्रचार प्रसार माध्यम गर्थ्यौँ। अरू त्यही कुरोमा नै हामी ज्यादा जोड दिन्थ्यौँ। हाम्रो पूर्वजहरूले यो देशमा कस्तो कस्तो कन्ट्रिब्युसन दिएको थियो, कसरी यहाँ बलिदान दिएको थियो, त्यो कुराहरू हामी साथीभाइहरूलाई भन्थ्यौँ। र तपाईँको जुन चाहिँ जेहेतु तपाईँ डिब्रुगढ जिल्लाको एउटा नेतृत्व प्राप्त सभापति गरिमाई पद, आन्सुको गरिमाई पदमा जस्तो तपाईँ विराजमान हुनुहुन्थ्यो। हजुर, त्यति बेला तपाईँहरूको समयमा तपाईँहरूले प्रचार गर्नुको निम्ति चाहिँ कस्तो खालको तपाईँहरूले अघि सर्नुहुन्थ्यो? हामी धेरै जस्तो त अब टेबल टक नै ज्यादा गरिन्थ्यो, साथीहरूसँग भेटघाट गरिन्थ्यो। अनि विशेष गरी नै अब हामी बिचमा मात्रै त प्रचार गरेर हुँदैन, यो कुरा अब सरकारी पक्षलाई पनि जनाउनुपर्छ। भन्दाखेरि ठाउँ ठाउँमा हामीले यहाँनिर अब जति पनि जिल्लामा एसडिसी अफिस थियो त्यसमा हामी डेमोन्स्ट्रेसन दिन्थ्यौँ। अनि लास्टमा त्यहाँनिर अब मिटिङ सिटिङ गर्थ्यौँ, जिन्दाबाद मुर्दाबाद गरिन्थ्यो। लास्टमा एसडिसी निस्किन्थ्यो। अनि किन गरेको भन्दाखेरि त्यतिखेर हामीले बुझाउँथ्यौँ कि वास्तवमा यो जुन माने विदेशी हटाउ आन्दोलन छ त्यो चाहिँ नेपालीलाई टार्गेट गरेको चाहिँ कुनै युक्तिसङ्गत छैन। हाम्रो नेपालीले यो आसाम भूमिमा के कन्ट्रिब्युसन दिएको छ त्यो कुराहरू हामीले अवगत गराउँथ्यौँ। अनि त्यसरी आवेदन दिन्थ्यौँ। त्यसो गरेर सारा जिल्लाको जति पनि एसडिसी अफिस थियो त्यसरी धर्ना दिन्थ्यौँ। अनि मेबी मलाई लाग्छ यो 86-87 कै त्यस्तै कहानी हुनुपर्छ होला सायद। र त्यति बेला तपाईँको नेतृत्वमा तपाईँ आन्सुको कुन पदमा विराजमान हुनुभयो? म त एकदम ग्रास लेभलदेखि आएको। म पहिला त यो आञ्चलिकको सदस्य थिएँ। त्यहाँबाट मेरो कामहरू देखेर डिब्रुगढ जिल्लाको होइन यो टिङखाङ आञ्चलिकको। अनि त्यहाँबाट मेरो कामहरू देखेर आञ्चलिकको प्रेसिडेन्ट दियो। त्यहाँबाट फेरि मलाई झिकेर जिल्लामा बोलायो सेक्रेटरी पदमा। अनि सेक्रेटरी पनि गरेँ। सेक्रेटरीको पददेखि फेरि प्रेसिडेन्ट पद भयो। त्यसरी एउटा लगभग म 6-7 वर्ष आन्सुको काममा म टाइम चाहिँ बिताएँ। अब मैले सतीर्थहरू त हामी यहाँ टिङखङको चाहिँ एकदम एउटा बलिष्ठ एउटा पदक्षेप लिन्थ्यौँ हामीले। हामीको युवा साथीहरू थियो, जस्तै अब यो शक्ति प्रधानहरू भयो। त्यहाँबाट जम्मै नै हामीको यो मेरो उमेरको जति छ नि सबै नै एक्टिभ थियो। त्यसभरिमा अब नाम लिनु अब कसलाई नि छोड्नु होइन। अब जस्तै अब नेमपथारको त्यहाँनिर 4-5 भाइ एकदम सक्रिय थियो। गोपाल थापाहरू भयो, त्यहाँबाट यो माधे नेवार, अनि कुम्भ नेवार, बाजीबाउको, यसो गरेर ठुलो एउटा राम्रो टिम थियौँ हामी। उहाँहरू हुनुहुन्छ नबित्नुभयो? कोही बित्नुभयो, कोहीहरू चाहिँ अब छन् चाहिँ। तर उनीहरू चाहिँ अब खोइ कति के पदमा पुग्यो मलाई पछि त थाहा भएन। तपाईँसँग सम्पर्क छैन? छ राम्रो सम्पर्क छ। तर अगाडि जसरी सम्पर्क हुनुपर्ने त्यसरी थिएन। यता विद्युत शर्माहरू हुनुहुन्थ्यो, रूपानीको अहिले टिचर गर्नुहुन्छ। तर विद्युत शर्मा चाहिँ आञ्चलिकसम्ममा नै सीमाबद्ध भयो होला। र त्यसरी आन्सु कर्म नै यो गोर्खा छात्र सङ्घ भयो। र आन्सुको कर्म र गोर्खा छात्र सङ्घ फरक के देखिनु पाइन्छ? त्यो समयमा अलिकति कन्ट्रोभर्सी चाहिँ भएको थियो है। माने हामी गोर्खा छात्र सङ्घ हौँ कि नेपाली छात्र सङ्घ हौँ भनेर। अब त्यतिखेर मणिकुमार सुब्बा गोर्खा सम्मेलनको हुनुहुन्थ्यो, अनि सांसद पनि हुनुहुन्थ्यो। त लास्टमा धेरै 1-2 वर्ष चाहिँ अलिकति वितर्कमा एउटा आयो। तर लास्टमा चाहिँ अब आन्सु यो माने गोर्खा छात्र सङ्घ नै रिकमेन्ड गराइ भयो। सबैले त्यो सर्वसम्मति तरिकाले उ भयो। त्यसरी नै आन्सु चाहिँ आक्सुमा कन्भर्ट भयो। प्रेसिडेन्ट थिएँ त्यो टाइममा। आल्फाको यहाँ खुब दबदबा एउटा थियो। अनि म अलिक
एग्रेसिभ तरिकाले सङ्गठन चलाउँथे सबैसँग मिलेर। मिलेर। अनि त्यसरी गर्दाखेरि अलिकति तिनीहरूको पनि टार्गेट भएँ म। अनि बिचमा अब त्यो अल्फाको जो एक्टिभिटी हुँदाखेरि अन्यान्य सङ्गठनहरू अलिक धिमी पनि परेको थियो। त्यही क्रममा हामीको गोर्खा माने आन्सु पनि अलिकति धिमी भएको थियो। त्यसरी नै शैलीय भनौँ न, शैलीय ठिक होइन, त्यसको पछि झन् राम्रो उत्थान भयो। अब अनि जस्तै अब दिउँसो भएपछि बेलुका त हुन्छ नि, बेलुका भएपछि फेरि बिहान त भइहाल्छ। त्यो सायद हामीको बेलुका केन्द्रीयमा चुडामणि शर्मा भन्ने पहिला त ढकाल नाम थियो, अनि पछि त्यो एफिडेभिट गरेर शर्मामा कन्भर्ट हुनुभयो। चुडामणि शर्माको नेतृत्वमा त्यतिखेर चल्थ्यो आन्सु। खुब राम्रो एक्टिभिटी थियो, साहसी, बोल्नु नडराउने त्यस्तो खालको। त उसैको आडमा हामीले पनि काम गर्थ्यौँ कि। र भनिसकेपछि तपाईँले समय चाहिँ किन नदिनु भएको भने जातिको सेवा पहिला दिइसकेपछि फेरि तपाईँले किन नदिनु भएको? वास्तवमा यस्तै हो। अब समय चाहिँ किन नदिएको भन्दाखेरि समय त अहिले पनि मैले दिइरहेको छु। जति पनि अब माने के हुन्छ नि, अब काय वाक्य मन यो तीनवटा चिज दिनुपर्छ नि त। काय चाहिँ दिएको छैन, तर वाक्य र मन चाहिँ अहिले पनि त्यति नै दिइरहेको हुन्छु। फरक के छ सर? फरक के छ भने अब त्यो समयको कुरा हो। अब त्यो टाइममा आवेग हुन्छ, आवेगको टाइममा गरियो। अनि त्यसको पछि अब मैले नै त्यो ठाउँ त ओगटेर भएन, नौतन पिँढीहरू आइरहेको हुन्छ, उहाँहरूलाई पनि ठाउँ त दिनुपर्छ। अरू जति पनि नयाँ टिमहरू आउँदैछ उनीहरू झन् राम्रो तरिकाले नै सङ्गठन चलाउँदैछ। अनि राजनीतिमा चाहिँ के हुन्छ भने अब मेजोरिटी मस्ट बी ग्रान्टेड। जुन जातिको जुन जनजातिको मेजोरिटी हुन्छ तिनीहरूलाई ज्यादा इम्पोर्टेन्ट दिन्छ। सायद हामी आसाम भूमिखण्डमा चाहिँ हामीले कतिपय समष्टि छोडेर अरू समष्टिमा चाहिँ हामीको मेजोरिटीले कभर गर्दैन होला सायद। मलाई चाहिँ अब जति मेरो अब अगाडिको जुन ज्ञान छ त्यो अनुसार चाहिँ पक्कै जातिको लागि चाहिँ हो भने चाहिँ मणिकुमार जस्तो है, माने हार्डली जातिको लागि त्याग गर्ने मान्छे चाहिँ मैले खासै त्यस्तो देखेको जस्तो लागेन। त्यसको कतिपय उदाहरणहरू छन्। मेबी उहाँको शिक्षा बहुत धेरै थिएन, अरू बोल्नु माने बाकपटु पनि थिएन होला, तर जातिको प्रति उसको अवदान चाहिँ बहुत ठुलो छ। हामीले अब गोर्खा सम्मेलनहरू गर्दाखेरि त्यतिखेर हामीले बहुत छेउबाट नै उहाँले नेतृत्व दिनुहुन्थ्यो हामीलाई। त्यो टाइममा लाग्छ भने उनीहरूको उसको पर्सनल इच्छाले नै बहुत कामहरू गर्नुहुन्थ्यो। अनि त्यो त भयो है सोसियल क्षेत्रमा। अब आजको तारिकमा अब गुवाहाटीको अब एउटा हार्ड पोजिसन जहाँ अहिले गोर्खा भवन बनिएको छ, आजको तारिकमा त्यहाँनिर 1 कट्ठा जमिन किन्नु न हामी जस्तो मान्छेले त्यो माने सपना जस्तो मात्रै हुन्छ। त्यस्तो ठाउँमा आफ्नो माटो डोनेट दिएर गोर्खा भवन एउटा निर्माण गर्नु त्यति सजिलो छैन। तर आजको तारिकमा मणिकुमार भन्दा बहुत धनी हाम्रो गोर्खालीहरू छन्, तर त्यस्तो खालको कन्ट्रिब्युसनहरू चाहिँ देखिएन। ठुल्ठुलो सांसदहरू छन्, तर त्यस्तो खालको माने बलिदानहरू त्यागहरू चाहिँ देखिएन। भाषण शासनमा चाहिँ अब उहाँहरू मणिकुमारहरू भन्दा धेरै अब चटकिलो राम्रो लहर लाग्दो भाषण दिन सक्ने नेताहरू चाहिँ देखियो, तर कर्म क्षेत्रमा चाहिँ देखिएन। प्रेक्षापक्षले भिन्नै छ। फेरि हामी जहिले माने आन्सु गर्थ्यौँ त्यो टाइममा त नेपाली सङ्गठन गर्नु नै बहुत ठुलो कुरा थियो त्यो टाइममा। किनभने माने आसाममा विदेशी हटाऊ भन्ने एउटा आन्दोलनको एउटा भने हावा चलेर गएको थियो। त्यो टाइममा धेरै माने अन्ली गोर्खाली मात्रै होइन, नन आसामीहरू निकै लान्छित पीडित भएको टाइम थियो। त्यो टाइममा आफ्नो जातिको सङ्गठन गर्दैछु भन्नु नै बहुत ठुलो कुरा थियो। र सरलाई म
अति समय चाहिँ अघि छोडिरहेछ र अन्तमा तपाईँ तर्फबाट हाम्रो च्यानल हेरिरहने जम्मै आसामेली गोर्खाली जनमानसलाई तपाईँ तर्फबाट के भन्न चाहन्छ? म चाहिँ यही भन्छु, गोर्खाली भएर जन्म भएँ त्यो मेरो एउटा गौरव हो। तर मेरो परिचय चाहिँ मात्र गोर्खामा मात्रै सीमित नराखेर एउटा राम्रो मान्छेको हिसाबमा परिचय दिनु म चाहिँ कोसिस गर्छु। अरू त्यसैको अभावले गर्दाखेरि नै समाजमा एउटा विशृङ्खलको परिस्थिति छ। त्यसको एक्जाम्पल हेर्नु, आज आसाम बनिसकेपछि आसाममा बास गर्ने हर आसामिज हुनुपर्ने, तर राजनीतिले गर्दाखेरि के भएको छ त्यसलाई खण्ड विखण्ड गरेर अनि आसामी को भन्ने एउटा परिचयको एउटा प्रश्नबोधक आएको छ। ठिक त्यसरी नै हामी गोर्खाली एउटा प्लेटफर्मको मान्छे हो, तर गोर्खालीलाई पनि अहिले देखादेखि अब त्यसमा कुनै बुद्धिजीवीको बुद्धि त्यहाँ कति लागेको छ मलाई थाहा छैन। त्यो गोर्खालीको नाममा पनि फेरि खण्ड विखण्ड हुनु गएको छ। जस्तै अब गोर्खालीको बिचबाट छुट्टिँदैछ, अब छुट्टिँदैछ शब्द ठिक म एप्लिकेबल गर्दिनँ, तर लिम्बूको परिचय भिन्नै, तामाङको परिचय भिन्नै, राईको परिचय भिन्नै, गुरुङको परिचय भिन्नै, आफ्नो आफ्नो वंशले खेदाउने जुन ऊ छ, त्यो अल्टिमेटली राजनीतिको एउटा मेरपासमा चाहिँ हामी पस्दै जाँदैछौँ। त्यो कुरो चाहिँ बुझ्नुलाई कोसिस गरोस् हाम्रो आसामको गोर्खालीहरूले। अन्ली आफ्नो आफ्नो सिङ्गल आइडेन्टिफाईमा नै व्यस्त नभई एउटा राम्रो मान्छे हुनुको लागि त्यसको प्लेटफर्म खोज्नु जरुरी छ भन्ने सम्झिन्छु। यहाँ हुनुहुन्थ्यो प्राप्तम आंशुकर्मी गोपाल लिम्बूज्यू र म यस वार्ताबाट बिदा चाहन्छु। परवर्ती समयमा तपाईँहरूको माझमा फेरि उपस्थित हुनेछु। यति बेलासम्म हाम्रो भिडियो हेर्दैनको लागि धेरै धेरै धन्यवाद।